कालो अंडा हेरौँ यार यो चाहिँ सियो है सियो सियो भनेको नुन नुन त पढ्न आउँदैन खान्छु कालो अंडा फोटो खिच्नु मुनि खाने हो हामीलाई चाहिँ आज स्कुलबाट जापानकै अनौठो ठाउँ कालो अन्डा पाउने ठाउँमा घुम्न लिएर जानु हुँदैछ र हामी चाहिँ घुम्नका लागि तयारी अवस्थामा रेडी भएर निस्किँदैछौँ। अबको केही समयमा हामी चाहिँ यहाँबाट निस्किनेछौँ। भिडियो हेर्दै गर्नुहोला र म बाहिरको यहाँको दृश्यहरू पनि खिचेर देखाइदिनेछु र वहाँ पुगेपछि कालो अन्डा कस्तो रहेछ र यहाँको ठाउँ कस्तो रहेछ भनेर पनि देखाउने नै छु। छापै ठोकी लाहा छाप मायालाई सिल्बन तिम्रै दाया मेन गन्तव्यमा अब आइसकेको छौँ र अब यहाँको दृश्य देख्न सकिन्छ। यो धुवा नै धुवा आएको चाहिँ म पनि सुरुमा हेर्दाखेरि के रहेछ भनेर एकदम अनौठोमा परेको थिएँ, तर वास्तवमा बुझ्दै जाँदाखेरि तल चाहिँ भोल्क्यानो सक्रिय ज्वालामुखी रहेको जानकारी पायौँ र त्यो सक्रिय ज्वालामुखीबाट निस्किएको ग्यास रहेछ। यहाँ स्मेल पनि धेरै आएको छ। सायद यो ठाउँ यसकै लागि फेमस छ। त्यस्तो भनिराख्दाखेरि निकै खतरा होला भन्ने सोच्नु भएको होला। खतरा भने यहाँ छैन। जुन क्षेत्र खतरा छ त्यहाँनिर जान रोकिएको छ र यो पर्यटकको लागि एकदम खुल्ला गरिएको छ। र यहाँको चाहिँ एकदमै फेमस कुरा भनेको चाहिँ यहाँनिरको यही धुवाको र यहाँनिरको अघि जुन अगाडि देखाए त्यो केबल कार र त्यो यो डाँडाबाट हेर्ने भ्यू, साथै यहाँको एकदमै मेन कुरा भनेको चाहिँ यहाँनिरको एउटा कालो अन्डा भन्ने छ। एउटा कालो अन्डाको बाहिर स्ट्याचु पनि बनाएको छ र यो ठाउँमा चाहिँ कालो अन्डा पाउँछ र यहाँको जनविश्वास चाहिँ के छ भने त्यो अन्डा खाँदा चाहिँ एउटा अन्डा खाए बराबर 5 वर्ष आयु बढ्छ भन्ने चाहिँ अन्धविश्वास छ र त्यो अन्डा पनि हामी एकछिनमा खाने नै छौँ र त्यो पनि देखाउने नै छु। अहिले भने प्राकृतिक दृश्यको मनोरञ्जन लिनलाई अनुरोध गर्दछु। हामी चाहिँ यो डाँडाको सबैभन्दा टप पोइन्टमा आइसकेको छौँ र यहाँनिर चाहिँ स्काई भ्यू देखिने सिसाको पुल पनि छ। त्यो पुलमा पनि चढ्नेछौँ र
वरिपरिको दृश्य पनि म खिच्ने नै छु। Tema tahun dia. तर यहाँबाट मान्छेहरूको एकदम भिड भएकोले मैले खासै मजाले खिच्न पाइनँ, त्यही नै मैले सके जति खिचेर देखाउने कोसिस नै गरिरहेको छु। र अघि मैले भनेको हामी चाहिँ त्यो कालो अन्डा खानका लागि यो अन्डा भए ठाउँ आएको छौँ र केही बेर फोटो खिचेर हामी चाहिँ भित्र जानेछौँ। भित्र चाहिँ अन्डा पाइन्छ र रु 500 को 4टा अन्डा पाइने रहेछ। हामी गएर खाने नै छौँ अन्डा। हामी चाहिँ भित्र आएको छौँ। यो चाहिँ पसलको दृश्य हो। ठाउँ ठाउँमा अन्डाको स्ट्याचुहरू पनि राखेको छ, हामी देख्न सक्छौँ। विभिन्न अन्डा कालो अन्डाका परिकारहरू राखिएको छ। र वास्तवमा यो कालो अन्डा चाहिँ कस्तो चराले दिन्छ के दिन्छ भन्ने कुरा चाहिँ मलाई पनि थाहा छैन र मैले पनि बुझ्न कोसिस गरेँ, बुझ्न खासै सकिनँ। यो चाहिँ यसकै लागि फेमस छ, यो चाहिँ कसरी बन्छ भन्ने कुरा चाहिँ मलाई पनि थाहा छैन। भित्र एकदम मान्छेहरूको कचाकच भएको कारणले गर्दाखेरि खासै मजाले भिडियो गर्न पाएको छुइनँ। सके जति भिडियो गरेर देखाउने कोसिस गरिरहेको छु। फाइनली हाम्रो कालो अन्डा चाहिँ आइसकेको छ। केटाहरूले लिएर आएका छन् र अब हामी चाहिँ अन्डा खोलेर खानातिर लाग्छौँ है त। यसलाई चाहिँ हामीले यस्तो छ अन्डा, कालो अन्डा, कालो अन्डा हेरौँ, तातो छ यार। कालो अन्डा यो चाहिँ सियो हो है, सियो। सियो भनेको नुन। नुन त बनाउँदैन खान्छु। कालो अन्डा, कालो अन्डा, कालो फोटो खिच्न मैले खाने हो। अन्डा बाहिरबाट कालो भए पनि यसको भित्र बुद्धि चाहिँ सेतै नै रहेछ। अन्डाको स्वाद चाहिँ अरू लोकल कुखुराको जस्तै नै लाग्यो मलाई, तर केही फरक छ। उस्तै छ अन्डाको स्वाद, केही हदसम्म थोरै मात्र फरक पाएँ मैले चाहिँ, खासै फरक पाइनँ। र हामी चाहिँ अघिको ठाउँबाट यता तल आइसकेको छौँ र हामीलाई चाहिँ अब केही बेरमा यो देखिँदै गरेको पानी जहाजमा चढाउने कुरो छ। र मेरो मोबाइलको ब्याट्री लो भएको कारणले मैले जहाजभित्रको दृश्यहरू चाहिँ खिच्न पाइनँ। र हामीले केही बेर रमाइलो गऱ्यौँ, डान्स पनि गऱ्यौँ र केही मिठा कुराहरू खायौँ पनि र हामी चाहिँ घर फर्किसकेका छौँ। अन्तिमसम्म भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। र जाने बेलामा हाम्रो भिडियोलाई लाइक, कमेन्ट, सब्सक्राइब र सेयर गर्नु नभुल्नु। र हस्त धन्यवाद।